ल अब चाहिँ खुसीको खबर छ। हाम्रो जेनजी पुस्ताहरूले हाम्रो न्यायाधीश सुशीला कार्कीलाई चाहिँ कार्यकारी प्रधानमन्त्रीको रूपमा छनौट गरेका छन्। अनि छनौट गरिसकेपछि र हाम्रो सांसद खारिज भयो भन्ने सुनेको छु। एकदम खुसीको खबर छ। सांसद खारिज गरिसकेपछि यिनी सांसदहरू चाहिँ कहाँ जान्छन् त्यो थाहा भएन। तर हाम्रो जेनजी पुस्ताले जो सुशीला कार्कीलाई भरोसा गरेर 6 महिने कार्यकारीको लागि उहाँलाई प्राइम मिनिस्टर चुन्नु भएको छ। उहाँलाई चाहिँ एकदम बधाई छ। र युवा जति पनि हुनुहुन्छ, युवा जोस, युवा जाँगर र युवा केही गर्छु भन्ने देशको लागि हाम्रो साथीभाइहरूलाई चाहिँ मनदेखि नै मेरो चाहिँ जय नेपाल छ र देशको लागि केही गर्छु भन्ने र जनताको लागि केही गर्छु भन्ने व्यक्तित्वलाई हामीले 6 महिना पछाडि यो देशको प्राइम मिनिस्टर बनाएर, प्रेसिडेन्ट बनाएर यो देशको प्रतिनिधित्व दिनुपर्छ। र हामीले यो देशको लागि जति हाम्रो जेनजी पुस्ताहरूले आफ्नो शरीरको या मरेर गए या घाइते भएका छन्, बलिदान दिएका छन्, तिनीहरूको आत्माको लागि या कुनै तिनीहरूको गरेको यो हाम्रो बलिदानको लागि चाहिँ म चाहिँ मनैदेखि चाहिँ भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र हाम्रो सुशीला कार्कीलाई ज्यूलाई पनि 6 महिने कार्यकारी प्रधानमन्त्रीलाई चाहिँ यो भन्न चाहन्छु कि हजुरले 6 महिनासम्म जे गर्नुहुन्छ नेपालको लागि, जनताको लागि र युवा जोसको लागि केही गर्नुहुन्छ भन्ने मैले चाहिँ आश राखेको छु। र यो आश हाम्रो नेपाली सब जनता राखेका छन्। यसमा हजुरले चाहिँ कतै विलम्बन हुन दिनुहुन्न, अप्ठ्यारो हुन दिनुहुन्न भन्ने चाहिँ मलाई लागिरहेको छ। र हाम्रो नेपाली काङ्ग्रेस, एमाले र माओवादीका झोलेहरूलाई चाहिँ यो भन्न चाहन्छु, आगामी चुनाव कुनै पनि स्थानीय चुनाव, वडा अध्यक्ष, मेयर या कोही पनि होस्, उहाँहरूको पार्टी हाम्रो गाउँ घरसम्म आयो भने हाम्रो जेनजी पुस्ताहरूले चाहिँ देखाउने छ। किनभने तिनीहरूले लुटेर गइसके। सामान्य वडा अध्यक्ष हो या मेयर हो या कोही भी हो, उनीहरू चाहिँ केही न कमिसन खाएर पैसा बाटेरै चुनावमा भोट हालेर चाहिँ उनीहरू चाहिँ आएका हुन्। र आउने हामी 6 महिना पछाडि चुनावमा यस्तो पैसा बाँड्ने र झुटो आश्वासन दिने व्यक्तित्वहरूलाई चाहिँ यो देशको वडा अध्यक्ष क्या दलित वडा महिला सदस्य कुछ पनि हुनु हुँदैन। किनभने युवा जोस र युवा नेतृत्वलाई हामीले साथ दिनुपर्छ। नेपाली काङ्ग्रेस, एमाले, माओवादी जस्ता भ्रष्ट देशका लुटी खानी जस्ता यिनी पार्टीहरूलाई चाहिँ अबदेखि भरोसा नगरौँ र आउने नयाँ जेनजी पुस्ताहरूलाई चाहिँ आफ्नो बहुमूल्य भोट दिएर आउने 6 महिना पछाडि नयाँ जेनजी पुस्ताहरू या कोही नै हो तर युवा नेतालाई चाहिँ हाम्रो देशको प्राइम मिनिस्टर बनाउनु पर्छ भन्ने हाम्रो जेनजी पुस्ताको आह्वान छ। र मेरो पनि यही इच्छा छ कि यही होस् कि हाम्रो देशको प्रतिनिधित्व कुनै राम्रो मान्छेले सम्हालोस् भन्न चाहन्छु। र एमाले, माओवादी, काङ्ग्रेसलाई चाहिँ अब देशबाट उन्मुक्त गर्ने भनेको होइन, तर चाहिँ अब बसिरहेका छन् कतै, ठिक छ बसोस्, तर देशको लागि र जनताको लागि उनीहरूले चाहिँ केही गरेका छैन। र गर्छु भनेर आश्वासन दिन आउनु पर्दैन है। तिमीहरू जस्तो अब पर्दैन चाहिँ हामीलाई चाहिँदैन। अब तिमीहरू, हामीलाई युवा नेतृत्व चाहिन्छ र युवा नेतृत्व 6 महिना पछाडि कार्यकारी चुनाव हुन्छ र त्यसमा हामी जिताएर हाम्रो प्रधानमन्त्री युवा नेतृत्वलाई गराउँछु भन्ने आश छ। र यो आश मेरो मात्र होइन, 3 करोड जनताको छ। र बुढाखारालाई भन्न चाहन्छु कि देश हामीलाई परिवर्तन चाहिएको हो। बुढाखारालाई अझै पनि त्यो नेपाली काङ्ग्रेस, एमाले, माओवादी जस्ता भ्रष्ट नेताहरूलाई चाहिँ भरोसा नगर्नुहोला प्लिज। किनभने यिनीहरूले जति आश्वासन दिए पनि यिनी भनेका गुखाने कुकुर हुन्। गुखाने कुकुरले कहिले पनि गु खान छोड्दैन, यो याद राख्नुहोला। तपाईँ दिएर त्यो सुनको त्यो के भन्छ त्यसलाई, बेगाईलाई के भन्छ त्यो डाइलग छ भुलिहालेँ, तै पनि कहिले पनि भरोसा गर्न हुँदैन। र युवा नेतृत्वलाई हाम्रो देशको कार्यकारी प्रधानमन्त्री बनाउनु पर्छ। यो चाहिँ सब नेपालीको धारणा हो। र अहिले हाम्रो कार्यकारी प्रधानमन्त्री सुशीला कार्कीलाई भन्न चाहन्छु कि देशको लागि केही गर्नुहोस् र युवाको लागि केही गर्न सक्नुहुन्छ भन्ने भरोसा छ। मलाई मात्र होइन, सबैलाई पनि छ भन्ने चाहिँ मलाई लाग्छ। त्यहाँको यति नै बनाइ र आफूलाई चाहिँ चेनको निद आउला जस्तो छ। किनभने हाम्रो देशले चाहिँ
एउटा छुडुवा 2-3 दिन चाहिँ खाली भएको थियो दियो छैन 2-3 दिनदेखि प्राइम मिनिस्टर थिएन, हाम्रो अभिभावक थिएन र अहिले चाहिँ अभिभावक पाएको छ देशले। यसमा चाहिँ म या हामी सबै चाहिँ खुसी भएर उहाँको साथमा साथ दिनुपर्छ भन्ने हामीलाई लाग्छ। ल, ठिक छ, धन्यवाद।